आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ। त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न हुनेछ। गणनाका लागि करिब 5000 जनशक्ति परिचालन गरिएका छन्। अर्थ मन्त्रालयले मुलुकको समग्र औद्योगिक एवं आर्थिक क्षेत्रसँग जोडिएको तथ्याङ्क सङ्कलन गरिने भएकाले यस कार्यमा योगदानका लागि सबैलाई आग्रह गरेको छ। गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाह लगायत आर्थिक क्षेत्रका 18वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिनेछ। त्यस क्रममा देशभर दर्ता भए नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैर सरकारी सङ्घ-संस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिनेछ। आर्थिक गणना तयारीको पूर्व चरणका काम गत फागुन मसान्तमा सम्पन्न भइसकेका छन्। चैतको सुरुवातमा 77 जिल्ला र थप 7 गरी 84 कार्यालय स्थापना गरिएका छन्। ती कार्यालय आगामी असार मसान्तसम्म सञ्चालन हुनेछ। यसअघि विक्रम सम्वत 2075मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो। गणनामा देशभर 9,23,356 प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो।